गुड मर्निङ टु अल। आज म हजुरलाई नेपालको पहिलो कम्पनी ओडब्ल्युजीको बारेमा जानकारी दिन गइरहेको छु। यो हाम्रो नेपालको पहिलो हर्बल कम्पनी है, जडीबुटी कम्पनी, जुन हाम्रो विक्रम सम्वत 2069 साउन 22 गते स्थापना भएको थियो र यो नेपालको पहिलो कम्पनी र नेपाल सरकारले इजाजत दिएको है, आइएसओ जिएमपी हलाल र अन्तर्राष्ट्रिय लेभलमा पनि मान्यता प्राप्त हाम्रो ओडब्ल्युजी कम्पनी। सप्लिमेन्ट अथवा फुड सप्लिमेन्ट छ गानोडरमा है, जसलाई हामीले जडीबुटीको राजा पनि भनिन्छ। अनि किनभने यसको त्यही अनुसारको काम छ है, यसले हाम्रो शरीरमा कोषहरू निर्विषीकरण गर्ने भनेको मरेका डेड सेलहरूलाई फाल्ने र नयाँ सेलहरू उत्पादन गर्ने काम गर्छ र यसलाई हामीले ल्याब भनेर पनि चिनिन्छ। यसले तपाईँ यदि शरीरमा कुनै प्रकारको रोग छैन, ल्याब टेस्टबाट थाहा भएको छैन भने यसको सेवनबाट यसले हजुरको शरीरमा है के छ रोग भन्ने यसले पत्ता लगाउन मद्दत गर्छ। अनि हामीसँग छ है एलोभेरा बी। यो हाम्रो ग्यास्ट्रिकको लागि, ग्यास्ट्रिक पाइल्सको लागि है, छालाको लागि एकदम राम्रो मानिन्छ। अनि त्यसै गरी हाम्रो अल्फा है, अल्फाले पनि हाम्रो पूर्ण यो प्रोटिन र यसमा तपाईँको विभिन्न प्रकारका इन्टिग्रेन्ट्सहरू छ, जस्तै तपाईँको ग्यासको लागि भयो, अनि तपाईँको महिनावारीको समस्या महिलाहरूको लागि है, उसको लागि। र यहाँ छ हाम्रो किङ अफ प्रोटिन भनेर चिनिने है, स्पाइरुलिना, ओडब्ल्युजीको स्पाइरुलिना है। र यसमा तपाईँको लगभग 70% प्रोटिन हुन्छ है। यदि तपाईँ प्रोटिनको खोजीमा हुनुहुन्छ भने स्पाइरुलिनाको सेवन गर्नुहोस्। यसले तपाईँको वेट लस भयो, वेट गेनको लागि, शरीरमा इम्युनिटी पावर बढाउनुको लागि है एकदमै राम्रो है। चाहे तपाईँको एउटा नर्मल पर्सन हो, चाहे केटाकेटी है, बच्चा बुढा वृद्धहरू भयो, एउटा स्पोर्ट पर्सनको लागि है, इम्युनिटीको लागि एकदमै राम्रो र यो पाइल्सको लागि पनि एकदम राम्रो हुन्छ। यसपछि हामीसँग आएको छ ओडब्ल्युजीको जिन्सेन है, यसलाई सेकेन्ड राजा पनि भनिन्छ। यो तपाईँको पाइल्सको लागि अनि तपाईँको बिपीको लागि है, जसको बिपी हाई हुन्छ, प्लस किडनी, मुटु, कलेजो, फोक्सो है, दिमाग आदिलाई पनि यसले स्वस्थ राख्नको लागि एकदम मद्दत गर्छ। त्यसपछि हामीसँग आयो ओमेगा फ्लेक्स है, जसलाई हामीले आलस पनि भनेर चिनिन्छ। यसमा ओमेगा फ्याट है, ओमेगा 3 फ्याट एसिड हुन्छ, जसले तपाईँको जोर्नी दुखाइ, मुटु, कोलेस्ट्रोल घटाउने काम गर्छ है। जस्तो गरी मुटुको लागि एकदम राम्रो, हार्ट जोर्नीको एकदम राम्रो। यो जिम्नेमा गुरमार भनेर चिनिन्छ, यसले कोलेस्ट्रोल लेभल घटाउँछ र तपाईँको चिनीको है, शरीरमा तपाईँको ब्लड सुगरको मात्रा घटाइ है, चिनीको मात्रा घटाइ ब्लड सुगर कन्ट्रोल गर्नमा एकदम सहयोगी मानिन्छ। अर्को रहेको छ हामीसँग कर्कुमिन है, बेसार, जसलाई हामीले प्राचीन कालदेखि चाहिँ प्रयोग गर्दै आएको छौँ, जसले तपाईँको छालाको सुरक्षाको लागि, हार्ट जोर्नीको लागि है एकदम राम्रो मानिन्छ यो है। यो प्राकृतिक रूपमा उत्पादन हुने र यो औषधीय गुण भएको कर्कुमिन है। त्यसपछि हामीसँग यो गार्सिनियाको चिकम्बोगिया। यसले तपाईँको वेट लस गर्नको लागि प्रयोग गरिन्छ है। यसले तपाईँको भोकलाई कम गरी तपाईँको कार्ब्सहरूलाई पगाल्ने काम गर्छ, क्यालोरिज पगालेर तपाईँको वेट लस गर्नमा मद्दत गर्छ है। र हामीसँग कडिसेप, जसलाई हामीले यार्सा गुम्बा भनेर चिनिन्छ है। यो हाम्रो शरीरको इम्युनिटी पावर बढाउनुको लागि है, यसले हाम्रो किडनी, फोक्सो, कलेजो आदिलाई पनि यसले स्वस्थ बनाउँछ है। जुन हाम्रो ल्यान्टी क्याप्सुलमा रहेको छ। त्यसै हाम्रो मोरिन्डा यो तपाईँको है, हार्ट जोर्नी भयो, बाथ भएको, अनि तपाईँको महिलाहरूको लागि त्यसलाई महिनावारीको समस्या हुन्छ, महिनावारी गडबडी भएको हुन्छ, उहाँको लागि है एकदम राम्रो है। माइग्रेन हुन्छ, टाउको दुख्ने समस्या हुन्छ, एलर्जी समस्या हुन्छ। अनि हामीसँग छ जिङ्गानोको ब्लिस है, जुन हाम्रो मल्टिपर्पजको लागि प्रयोग गरिन्छ। मल्टिपर्पज भन्नाले तपाईँको जिङ्गानो ब्लिसको फाइदाहरू धेरै छ। यसमा जिन्सेन र गानोडर्माको एक्सट्र्याक्ट रहेको छ। लुतो, खटिरो, दाग धब्बा, एलर्जी, मुखमा हुने समस्या जस्तै गिजा सुन्निने, सास गनाउने, हर्षा पर्ने, खिया लाग्ने है, टन्सिल हुने समस्या छ भने लुतो खटिरो भयो। अनि दाग धब्बामा प्रयोग गर्न सकिन्छ है।
चोटपटक लाग्दा मर्केको ठोकेकोमा पनि यो लगाउँदा एकदम आराम मिल्छ है। यो मल्टिपर्पजको लागि है एकदमै राम्रो। त्यसै गरी हामीसँग छ अर्ग्यानिक गानोडर्माको ग्रिन टी है। ग्रिन टीका फाइदा त धेरै छन्, जस्तै तपाईँको कोलेस्ट्रोल लेभल सुधार्छ यसले, बिपी ब्यालेन्स गर्छ, पाचन क्रिया बढाउँछ यसले है। अनि हामीसँग आयो कफी, गानोडर्माको ब्ल्याक कफी। यसमा हुन्छ आइरन है, कार्ब्सहरू हुन्छ, प्रोटिनको मात्रा हुन्छ, जसले सुगर, ब्लड प्रेसर भयो अनि तपाईँको कन्स्टिपेसनको लागि एकदम राम्रो है, कन्स्टिपेट हटाउँछ र यसले ब्लड सुगर पनि नियन्त्रण गर्नमा सहयोग गर्छ। अर्को रहेको छ हामीसँग जिन्सेनको ब्ल्याक कफी, जसलाई प्रेसर बढी मात्रामा लो भइरहेको छ उसको लागि, प्लस यसमा पनि प्रोटिन, कार्ब्सहरू है हुन्छ, आइरन हुन्छ, जसले खुनको मात्रा पनि बढाउँछ शरीरमा। अर्को रहेको छ जिन्सेनको ग्रिन टी। ग्रिन टीले पनि धेरै फाइदा गर्छ, जसलाई बिपी हाई हुन्छ, ब्लड प्रेसर हाई भइरहन्छ है, ब्लड सुगर बढिरहन्छ, तपाईँको कन्स्टिपेसन भइरहन्छ भने उसको लागि एकदम राम्रो हो। अनि यसै गरी हामीसँग आयो ह्यान्ड वास, ओडब्ल्युजीको ह्यान्ड वास, हातको सुरक्षाको लागि, छालाको सुरक्षा एकदम राम्रो, जसमा जिन्सेन, एलोभेरा, निम आदिको मिश्रण रहेको छ। अब हामीसँग रहेको छ पर्सनल युजको लागि ओडब्ल्युजीको व्हाइटिङ क्रिम, जसले छालालाई प्राकृतिक रूपमा सुरक्षा प्रदान गर्छ है। भनिन्छ नि क्रिमले मान्छेलाई गोरो बनाउँछ, क्रिमले मान्छेलाई गोरो कहिल्यै पनि बनाउँदैन। हामी भन्छौँ क्रिमले मान्छेको छालालाई प्राकृतिक रूपमा सुरक्षा दिने हो, त्यसलाई नेचुरल गराउने है। त्यसै गरी हामीसँग आयो जिङ्गानोको फेस वास, जसले तपाईँको फेसलाई सफा गर्ने काम गर्छ, फेसमा भएको डिटक्सहरूलाई फाल्छ है। जस्तै तपाईँको धुलो जमेको हुन्छ है, त्यस्तो डस्टहरूलाई यसले तपाईँको क्लिजिङ गर्ने काम गर्छ। यसमा तपाईँको धेरै प्रकारको मिश्रणहरू हुन्छ, जसले तपाईँको छालालाई सुरक्षा गर्ने काम गर्छ है, छालालाई एकदम सफ्ट अनि एकदम टन बनाउँछ है। अनि आयो जिङ्गानो प्लेजर साबुन सप, यो पनि छालाको लागि है, नुहाउन धुन मिल्ने है, छालालाई सुरक्षा दिने, जसलाई दुधी हुन्छ, खटिलो हुन्छ, लुतो भइरहन्छ, एलर्जी भइरहन्छ है, उसको लागि राम्रो एउटा छ हाम्रो एन्टिसप, एलोभेरा, घिउकुमारी भनिन्छ, अनि तपाईँको तितेपाती अनि पुदिनाको मिश्रणबाट बनाइएको। अनि हामीसँग छ सबैभन्दा चिप आइटम है, ए क्वालिटीको ब्रस, जस्ट 65 है, यो सफ्ट र 8 रुपियाँमा पाइन्छ है, एकदम राम्रो यो। अब हामीसँग छ प्योर मसाज ओइल ओडब्ल्युजीको है, जसले हार्ट जोर्नीको दुखाइ भयो, ठोकेको, मर्केको, सड्केको, ढाड दुखेको, कम्मर है, सबैमा तपाईँले एकदम मालिस गरेर आराम पाउन सक्नुहुन्छ। अनि अर्को रहेको छ ओडब्ल्युजीको डिटक्स फुड प्याच है, यसले हाम्रो किडनी, मुटु, कलेजो, फोक्सो है मा भएको यसले नराम्रो चिजहरूलाई पैतालाबाट फाल्ने काम गर्छ है, यसको प्रयोग गरेर। किनभने पैताला भनेको हाम्रो सेकेन्ड हार्ट भनिन्छ, भनेको दोस्रो मुटु, र यसले सबै ती चिजहरूलाई डिटक्स गर्ने काम गर्छ, त्यहाँ भएको फोहोर चिजहरूलाई